नमस्ते अनलाइन भिडियो म्यागजिन jptsk.com हेरेर बसिरहनु भएका सम्पूर्ण दर्शकबिनहरुमा म प्रदीप मालपुरको हार्दिक नमस्कार। आदरणीय दर्शकबिन, हरेक वर्ष हङकङ नेपाल बडी बिल्डिङ एसोसिएसनले आयोजना गर्ने मिस्टर हङकङ नेपाल बडी बिल्डिङ च्याम्पियनशिप आज सम्पन्न भएको छ र अहिले हामीसँग हुनुहुन्छ सेकेन्ड रनर अप दिलीप पोमोजी हुनुहुन्छ। उहाँ 2008 को पनि सेकेन्ड रनर अप हुनुहुन्छ। उहाँसँगको छोटो कुराकानी यहाँ समक्ष प्रस्तुत गर्न चाहन्छु। सर्वप्रथम यहाँलाई हाम्रो यस अनलाइन भिडियो म्यागजिनमा हार्दिक स्वागत गर्न चाहन्छु। थ्यांक यू। तपाई पोहोर साल पनि 2008 मा पनि तपाई सेकेन्ड रनर अप हुनुभयो। 2001 को विनर हुनुहुन्थ्यो, त्यसपछि तपाई 2008 मा भिड्नुभयो, सेकेन्ड रनर अप हुनुभयो र आज फेरि 2009 मा पनि तपाई सेम पोजिसन आफ्नो पोजिसनलाई मेन्टेन गरेर तपाई सेकेन्ड रनर अप हुनुहुन्छ। यहाँलाई अहिले कस्तो फिल भइरहेछ? एकदम खुसी लागिरहेछ। साथीभाइहरूसँग भेट भयो हैन, के अरे इन्टरटेनमेन्ट भइरहेछ। मतलब भन्नाले अब साथीभाइहरूसँग ग्यादरिङ भएर अब यसरी कम्पिटिसनमा भाग लिएर इन्जोय लिन सक्नु भनेको नि खुसीको कुरो हो। तपाईँ 2008 मा पनि सेकेन्ड रनर अप हुनुभयो, 2009 मा पनि सेकेन्ड रनर अपै हुनुहुन्छ। तपाईँले एउटा एक हिसाबले हेर्दा तपाईँले आफ्नो पोजिसन चाहिँ मेन्टेनमा राख्नु भएको छ, तर अर्को तरिकाबाट हेर्दाखेरि अलिकति तपाईँको प्रोग्रेस नभएको हो कि के खास त्यो के कारणले होला? हाम्रो दर्शक बिनालाई त्यस्तो लाग्न सक्छ। खास के म 2001 को विनरै हो हैन। कस्तो भयो भने लामो समय मैले ग्याप गरेँ, about 4 years। 2004 बाट 2008 सम्म मैले एक्सर्साइजै गरिनँ क्या। मैले जिमै छोड्दै भन्दा नि हुन्छ, कामको व्यस्तताले गर्दाखेरि मेरो हैन एउटा आफ्नै परिस्थितिले के अरे गर्दाखेरि मैले ग्याप गरेँ र 2008 मा भन्नुहुन्छ भने मैले 3-4 महिना मात्रै प्र्याक्टिस जिम गरेर कन्टेस्टमा आएको र सेकेन्ड रनर भएँ। र यसपालि पनि मैले प्र्याक्टिस चाहिँ गरेको हो, तर फेरि त्यस्तै कारणले आफ्नो अब हैन। तपाईँ आजको गेम जुन यो कम्पिटिसनसँग तपाईँ कति आफूप्रति कति सन्तुष्ट हुनुहुन्छ? म एकदमै सन्तुष्टि छु, किनभने गेम भनेको यस्तो हो कि गेममा हारजित त भइहाल्छ तपाईँको हैन। म सन्तुष्ट छु किनकि यसपालि चाहिँ धेरै राम्रो भएको छ हैन। मेरो पोहोरको भन्दा गेममा जित्नु भन्दा पनि अलिकति पर्फर्मेन्स तपाईँको पहिलाको भन्दा धेरै राम्रो जस्तो लाग्यो त हैन। अनि यहाँले हाम्रो यस अनलाइन भिडियो म्यागजिनको लागि छोटो समय दिनुभयो र फेरि पनि अर्को वर्ष पनि यसरी नै कम्पिटिसनमा भाग लिएर अझ बेस्ट गर्नुहोस्। यही हाम्रो अनलाइन भिडियो म्यागजिन jptsk.com को तर्फबाट यहाँलाई शुभकामना, साथै सेकेन्ड रनर अप हुनुभएकोमा धेरै धेरै बधाई छ। थ्याङ्क यू। अहिले हामीसँग हुनुहुन्छ आजको यस कम्पिटिसनका फर्स्ट रनर अप लोकेन्द्र परियारजी। उहाँको इन्ट्रोडक्सन, उहाँको परिचय दिनुपर्दा उहाँ 2008 को च्याम्पियन हुनुहुन्छ र यस वर्ष 2009 मा उहाँ फर्स्ट रनर अप हुनुभएको छ। उहाँसँग छोटो कुराकानी गरौँ। सर्वप्रथम त लोकेन्द्रजी, यहाँलाई फर्स्ट रनर अप हुनुभएको छ, त्यसको लागि धेरै धेरै बधाई र हाम्रो यस अनलाइन भिडियो म्यागजिनमा यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। थ्याङ्क यू मेरो तर्फबाट पनि तपाईँहरूलाई। पहिलो वर्ष 2008 को चाहिँ मिस्टर हङकङ हुनुहुन्छ र योपालि तपाईँ फर्स्ट रनर अप हुनुभएको छ। यहाँलाई कस्तो फिल भइरहेछ? किनकि तपाईँ अलिकति पहिलाको च्याम्पियन होइन, गेममा तलमाथि हुन्छ, तर तपाईँ पहिलाको च्याम्पियन र अहिले चाहिँ फर्स्ट रनर अप हुनुभएको छ। यहाँलाई कस्तो फिल भइरहेछ? गेम हो होइन, कसै हुन्छ भनेर सबै भिड के अरे होइन। अब त्यसमा खुसी नै छु। अब निष्पक्ष नै भएर अब फर्स्ट रनर अप नै भएको जस्तो लाग्छ होइन। अब त्यो त अब यत्रो दर्शकहरू छ के अरे होइन। जहाँसम्म भन्नु पर्दाखेरि अब ओभरअलमा हेर्ने भने चाहिँ निष्पक्ष चाहिँ अब अलिक नभयो जस्तो पनि लाग्यो। भन्नाले तपाईँले ओभरअल हेर्दाखेरि चाहिँ तपाईँलाई आजको जजमेन्टप्रति चाहिँ आफू सन्तुष्ट हुनुहुन्न? जहाँसम्म मेरो उसको अनुसार चाहिँ अब 100% चाहिँ अब, तर पनि जुन हाम्रो यहाँ जुन यो कम्पिटिसनमा हेर्दाखेरि जजहरू आउनु भएको थियो, उहाँहरू चाइनिजहरू आउनु भएको थियो होइन। तपाईँलाई जस आफूले पर्सनल्ली फिल गर्दाखेरि के कुरामा चाहिँ अलिकति म कमजोर भएँ होला र यो कारणले गर्दा चाहिँ म सेकेन्ड रनर अप विनर हुनुको सट्टा म फर्स्ट रनर अप भएँ, तपाईँलाई के आफूमा केही कमजोरी लागिरहेको छ? 100 मा बडी पार्टहरू 100 मा 100 अब सबैको एकै त हुँदैन होइन। त्यसमा अब मेरो समयले भनौँ होइन, कुनै अब डाइटिङहरू बिग्रेर भनौँ, अब म फर्स्ट रनर भयो, ठिकै छ। मेरो तर्फबाट साह्रै धेरै उहरू छैन। यहाँ फेरि नेक्स्ट इयर पनि उक्त कम्पिटिसनमा आएर भाग लिएर फेरि विनर हुनुहोस्, यही हाम्रो अनलाइन भिडियो म्यागजिन jptsk.com को तर्फबाट यहाँलाई शुभकामना, साथै आज जुन तपाईँ फर्स्ट रनर अप हुनुभयो त्यसको लागि धेरै धेरै बधाई दिन चाहन्छु। थ्याङ्क यू मेरो तर्फबाट नि तपाईँहरूलाई। थ्याङ्क यू, धन्यवाद। आदरणीय दर्शकबिन, हङकङ नेपाल बडी बिल्डिङ एसोसिएसनले हरेक वर्ष आयोजना गर्ने मिस्टर हङकङ नेपाल बडी बिल्डिङ च्याम्पियनशिप आज
यमताई कम्युनिटी हलमा सम्पन्न भएको छ र यसको रिजल्ट पनि आइसकेको छ र हामीसँग हुनुहुन्छ उक्त कम्पिटिसन यानि कि मिस्टर हङकङ नेपाल 2009 शम्भु तामाङजी हुनुहुन्छ। उहाँ 2008 को फर्स्ट रनर हुनुहुन्छ र 2006 को विनर पनि हुनुहुन्छ। सर्वप्रथम त शम्भु तामाङज्यू यहाँलाई धेरै धेरै बधाई छ हाम्रो यस अनलाइन भिडियो म्यागजिनको तर्फबाट। यहाँ आजको विनर हुनुभएको छ, यहाँलाई धेरै धेरै बधाई छ। हजुर, तपाईँलाई पनि मेरो तर्फबाट र तपाईँहरूको ग्रुपलाई सबैलाई मेरो तर्फबाट तपाईँहरूलाई धेरै धेरै बधाई छ। यहाँ जस्तो आज विनर हुनुभएको छ होइन, पोहोर तपाईँ फर्स्ट रनर हुनुहुन्थ्यो, 2008 फर्स्ट रनर हुनुहुन्थ्यो, आज 2009 तपाईँ विनर भएर विनरको एउटा टाइटल आफूले घाँटीमा होल्ड गर्नु यहाँलाई कस्तो फिल भइरहेछ अहिले? एकदम मलाई जस्ट खुसी लागेको छ। जुनै अब कम्पिटिसनमा पनि उत्रिसकेपछि सबैले सोध्छ अब विनर हुनुलाई र एकदम खुसी लागेको छ मलाई। अनि जस्ट 2008 को भन्दा मैले धेरै यसपाल चाहिँ एक्सर्साइज धेरै मैले गरेको थिएँ र मैले सानो दाइसँग पनि धेरै अब कुराहरू सिकेँ, डाइटिङ बस्ने एक्सर्साइज गर्ने तरिका। त्यसैले मलाई एकदम खुसी लागेको छ। यसपाल हुन्छ भन्ने मलाई विश्वास थिएँ र भए पनि मलाई त्यसमा एकदम खुसी छु। तपाईँ जुन आज हाम्रो दर्शक बाहिर दर्शक महानुभावहरूले पनि कुरा गरिरहनु भएको थियो होइन, तपाईँ फर्स्ट विनर हुने र फर्स्ट रनर अप हुने बिचै एकदम ठुलो कम्पिटिसन भइरहेछ भन्यो। तपाईँले जुन कम्पिटिसनमा यहाँ तपाईँ आफ्नो पर्फर्मेन्स गरिरहनु भएको थियो त्यति बेला आफूलाई अलिकति डर लाग्थेन, बा म हार्छु कि भन्ने त्यस्तो फिल आएको थियो कि थिएन? जस मलाई त्यति साह्रो मलाई अब हार्छ भन्ने अब जस त्यस्तो फिल त भएको थिएन। जस म हुन्छु भन्ने एउटा मैले हिम्मत कसेको थिएँ र त्यसैले मलाई चाहिँ अब त्यस्तो डर थिएन मलाई। यहाँ विनर हुनुभएको छ हाम्रो यस अनलाइन भिडियो म्यागजिन jptsk.com को तर्फबाट। यहाँलाई धेरै धेरै बधाई। सम्भवतः यो कम्पिटिसन नेक्स्ट इयर पनि सम्पन्न हुनसक्छ। फेरि पनि यहाँ 2010 को मिस्टर हङकङ नेपालको टाइटल यहाँले नै होल्ड गर्नुहोस्। यही हाम्रो यस अनलाइन भिडियो म्यागजिन jptsk.com को तर्फबाट यहाँलाई अग्रिम शुभकामना, साथै आजको विनरको हुनुभएकोमा यहाँलाई धेरै धेरै बधाई छ। हजुर, तपाईँहरूलाई पनि धेरै धेरै मेरो तर्फबाट बधाई छ। तपाईँहरूसँग टाइम लियो, तपाईँहरूले लिनुभयो मलाई, यसको लागि पनि म धेरै धेरै तपाईँहरूलाई बधाई दिन चाहन्छु। र फेरि आउने कम्पिटिसनमा पनि तपाईँहरूसँग भेट्ने जस मैले एउटा आशा गरेको छु, यसरी नै भेट्ने प्रयास गरिरहेको छु। हुन्छ, यहाँलाई धेरै धेरै धन्यवाद। हाम्रो यस अनलाइन भिडियो म्यागजिन jptsk.com हेर्दै गर्नुहोला। हजुर, धन्यवाद तपाईँलाई पनि। थ्याङ्क यू। बुद्ध गुरुङज्यू, उहाँलाई हाम्रो यस अनलाइन भिडियो म्यागजिनमा स्वागत गर्न चाहन्छु। सर्वप्रथम त धन्यवाद, तपाईँले मलाई दुई शब्द हाम्रो यस आजको इभेन्टको बारेमा बोल्न दिनुभएकोमा धन्यवाद। अर्गनाइजरको हिसाबले अब आज रिजल्ट पनि आउट भयो होइन, यो जुन कम्पिटिसन ओभरअल हेर्दा यहाँलाई कस्तो फिल भयो? कडा मेहनत गरेको थियो योपालि। शम्भुजी भयो, हाम्रो लोकेन्द्र परिवार, सबैले यस्तो हार्ड ट्रेनिङ गरेको थियो। साथै नेपालबाट सानु गुरुङ पनि आउनुभएको थियो, उहाँलाई स्पेसल ट्रेनिङ दिनलाई। सबैले यति मेहनत गरे, उनीहरूले एउटा कुरालाई मात्र ध्यान नदिकन सबै कुरालाई, खाने बस्ने सुत्ने लाउनेदेखि लिएर हरेक चिजलाई एक एक कुरालाई ध्यान दिएर नयाँ साथीभाइहरू पनि आउनुभयो। यो यस उसमा चाहिँ पार्टिसिपेट गरेर चाहिँ गर्नुभयो र हामीले लाग्छ जजबाट चाहिँ राम्रो डिसिजन भएको जस्तो लाग्छ होइन। उहाँ सेकेन्ड हुनुभयो, फर्स्ट रनर हुनुभयो, इट डजन्ट म्याटर, नेक्स्ट इयर उहाँ हुन सक्नुहुन्छ। उहाँलाई हाम्रो यो कुरा उहाँले पनि बुझ्नुभएको छ, अरू जजहरूले पनि बुझ्यो, अरू सबैले बुझेको छ, कमिटी हाम्रो यो उसमा सबैले दर्शकहरूले पनि बुझ्नुभएको छ। र यो खेल भन्ने कुरा अब तलमाथि भइरहेको छ होइन, जसले मेहनत गर्यो, जसले कडा गर्यो, त्यसले गर्दाखेरि चाहिँ मलाई लाग्छ यो राम्रो भएको छ। यसलाई चाहिँ मैले एकदम पोजिटिभ तरिकाले लिइरहेको छु। भविष्यमा पनि यस्तो कम्पिटिसन आयोजना गर्नुहोस्, नयाँ नयाँ खेलाडीहरूलाई हौसला दिनुहोस्। यही हाम्रो अनलाइन भिडियो म्यागजिन jptsk.com को तर्फबाट यहाँहरूलाई शुभकामना साथै बधाई। थ्याङ्क यू भेरी मच। एउटा गेस्ट इन्स्ट्रक्टर यानि कि पोज इन्स्ट्रक्टर भएर आउनु भएको छैन। तपाईँले आजको ओभरअल कम्पिटिसन हेर्दा यहाँलाई कस्तो लागिरहेछ? म यो कुरामा चाहिँ सन्तुष्ट छु, किनभने अब मैले सक्दो केटाहरूलाई ट्रेनिङ दिएँ होइन। जहाँसम्म लाग्छ पहिलाको विगतको दिनहरूभन्दा वर्षभन्दा राम्रो भयो होइन जस्तो लाग्छ मलाई। तर हेर्ने दर्शकहरूलाई कस्तो लाग्यो होइन मेरो विचारमा चाहिँ। अनि अर्को यो जजमेन्ट चाहिँ अब मैले मेरो काम मेरो एउटा ट्रेनरको हिसाबले मेरो काम सिकाउने हो, केटाहरूलाई कसरी स्टेजमा चाहिँ राम्रोसँग चाहिँ पर्फर्म गरोस् भनेर मैले त्यो ट्रेन दिएँ होइन। सबै कुराहरू मैले कसरी चाहिँ अब खाना सम्बन्धी कसरी डाइटिङ बस्ने त्यो दिएँ। प्लस अब यसमा चाहिँ अब मेरो भन्दाखेरि चाहिँ जजको जुन अब हामीले नेपाली
निर्णयहरू नलिएर हामीले हङकङ चाइना बडी बिल्डिङ एसोसिएसनको निर्णयहरू छ होइन उहाँहरूले गरेको निर्णय पक्कै पनि अब यो राम्रो भएको हुनुपर्छ होइन 2008 को जुन विनर हुनुहुन्थ्यो मिस्टर हङकङ नेपालको टाइटल होल्डर हुनुहुन्थ्यो उहाँ आज फर्स्ट रनरअप हुनु भइरहेछ होइन र 2008 मा फर्स्ट रनरअप हुनुभयो उहाँ चाहिँ आज 2009 को चाहिँ मिस्टर हङकङ नेपाल हुनुभएको छ जुन यो ग्राफ छ नि अपोजिट भइरहेछ यहाँलाई यसको बारेमा के भन्न चाहनुहुन्छ यहाँ के कारणले होला यो चाहिँ यस्तो हुन्छ तपाईँको हाम्रो यो बडी बिल्डिङ गेममा चाहिँ कस्तो हुन्छ भने तपाईँको बडी बिल्डिङ भनेको तपाईँको चाहिँ वर्षभित्र कसले कति मेहनत गर्यो भन्ने त्यसको फल चाहिँ अब आज देखाइहाल्यो होइन अब यो वर्षमा चाहिँ अब शम्भुले जिते पोहोर साल चाहिँ हाम्रो लोकेन्द्रजीले जित्नुभएको थियो होइन तर कस्तो भने यसमा त अब हामीले भन्दा नि जजले गर्ने हो होइन अब शम्भुले पोहोर सालभन्दा यसपालि धेरै मेहनत गरेको छ उसले लागि परेको छ होइन उसले सबै कुरा चाहिँ कति कुरा त्यागेर उसले आज चाहिँ यो ठाउँमा पुग्न सफल भएको होइन हुन्छ यहाँले हामीलाई छोटो समय दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद हजुर धन्यवाद थ्याङ्क यू